हेलो गाइज, वेलकम टु माई न्यू ब्लग होइन। आज चाहिँ हामी यो बुकरेस्टको सिटीभित्र छौँ होइन। अहिले चाहिँ खासमा हामी चाहिँ हाम्रो यो मोबाइल हाल्नलाई एउटा होल्डर चाहिएको थियो। यो पनि ल्याएको थियो होइन, टेमोबाट मगाएको थियो। यसले खासै काम गरेन। अब हामी चाहिँ यसमा फिट हुनको लागि चाहिँ एउटा नयाँ होल्डर खोज्न जाँदैछौँ। अनि प्लस यो त कस्नुपर्छ के हो, यसले दिमाग खराब गरिसक्यो मेरो त यार। ल हिँडौँ हौ। गाडीहरू आउँदैछ। यसको चाहिँ अलिकति ब्रेकमा चाहिँ अगाडिको ब्रेकमा चाहिँ अलिकति प्रब्लम आइरहेको छ क्या। स्कुटी चाहिँ स्मुथै छ, राम्रै छ। अब यहाँ चाहिँ आफ्नो रुलले हिँड्नुपर्ने हुन्छ। जस्तै अब मान्छेहरूले यताउति हेर्नुपर्छ होइन। गाडीहरू यहाँको मान्छेहरू चाहिँ एकदम गाडी फेरि रोक्न खोज्दैन क्या, पेलेरै आउँछ यहाँ। त्यही भएर यसमा चाहिँ अलिकति आफै केयरफुल हुनुपर्ने हुन्छ। आज ड्युटी जाउँ भनेको, आज के भएर चाहिँ आज ड्युटी जान नि पाएन हामी चाहिँ। ट्रेन लाइनको बाटो भइहाल्यो। अब हेरौँ के हुन्छ यसको। यहाँ यसरी मान्छेहरू आउँछ, रोक्नुपर्छ, तर मैले चाहिँ रोकेन होइन। अब रोकेन भने चाहिँ अलिकति यहाँको कानुनै अर्को हुन्छ क्या। यो चाहिँ रोक्नुपर्ने हुन्छ हामीले। हट्यो नि। अब यसमा चाहिँ हामी जस्तो स्पिडमा आए पनि रोक्नुपर्ने हुन्छ यहाँको रुल अनुसारले चाहिँ है। फेरि रोकेन भने चाहिँ त्यही हो। अब ट्राफिकहरूले देख्यो भने चाहिँ फाइन कतिको हान्छ के हुन्छ त्यो चाहिँ अहिलेसम्म पनि हामीलाई एक्जिस्ट थाहा छैन। अब हुन त अहिलेसम्म हामी ट्राफिकमा पनि परेको छैन। त्यही हो। अब यहाँ चाहिँ गाडी चाहिँ यसरी छिराउन मिल्छ हल्का। अब यहाँ रेड लाइन छ भने चाहिँ यता चाहिँ हामी जान पायो। अब यहाँ मान्छे हिँडिरहेको छ, हल्का यसरी रोक्नुपर्ने हुन्छ। अब रोकेन भने चाहिँ अलिकति गाली पनि गर्छ हो यिनीहरूले त। यसो गाडी हेरेर चलाउनु पर्ने हुन्छ है। लेट्स गो। मान्छे पनि फेरि जता भावी यसरी चुरोड खाएर यहीँ फ्यालेछ। अब हाम्रो टायरतिर पऱ्यो भने के हुन्छ। 100%मा त्यही हो। 90-100मा चाहिँ अब कुनै राम्रो हुन्छ। नेपाल जस्तै हो क्या, यहाँको मान्छेहरूले पनि कुनैले रुल फलो गर्छ, कुनैले गर्दैन होइन। अब यहाँ अब आफ्नो लेन साइडतिर हिँड्नुपर्ने हुन्छ है। अब हिँड्यो भने चाहिँ अलिकति हुन्छ कि हुँदैन त्यो चाहिँ थाहा छैन। हो माइचङसे लसिनम छेङ्जिङा लाहोस्। मान्छेहरू पनि यहाँ अब रेड लाइट बलिरहेको छ होइन, रोक्नुपर्ने हुन्छ। ल त्यो मान्छे किन कुद्यो, लाइट बलिहाल्यो। हिँड्यौँ केटा हो। गाडीहरू हेर्नुपर्ने हुन्छ। ट्रेन यस्तै छ, साइड लाइट बालिदिउँ होइन। अब यसरी पेलेर ल्याउँछ यहाँ यसरी। गाडी चाहिँ यहाँ अति नै पेलेर ल्याउँछ क्या मैं। त्यही भएर अलिकति आफै केयरफुल गरेर चलाउनु पर्ने हुन्छ क्या। अब आफै केयरफुल भएन भने चाहिँ लास हेर्छ यिनीहरूले। अब यिनीहरू त यस्तो कुनै अब यो टाइपको हुन्छ, कुनै फेरि अब यहाँ जिप्सी भन्छ होइन। अब उनीहरूले चाहिँ डरो पेलिदिन्छ क्या हामीलाई। डरो भन्दा नि एकदम अर्कै टाइपले होइन। गाडीहरूमा पेलेर ल्याउँछ, हेर्न खोज्छ क्या। अब स्कुटरको त यहाँ खासै त्यति रेस हुँदैन नि त। अब यहाँ त गाडीको एकदम उनीहरूको चाहिँ अलिकति रेस धेरै हुन्छ। त्यही भएर चाहिँ हेर्न खोज्छ क्या। अब महँगो चाहिँ लास्टै महँगो हुन्छ यहाँको सामानहरू है। किन्न चाहिँ सक्छ कि सक्दैन। अब टेमोबाट मगाऊ भने टाइम लाग्ने भयो। अब मोबाइल त हाल्नै पऱ्यो, जुगाड गर्नै पऱ्यो। गरेन भने त्यही हो, तनाव छ जिन्दगीमा। अब यहाँ चाहिँ नेपाली बजार जस्तै हो, नेपाली मार्केट जस्तै। हाम्रो नेपालको कालमाटी बजार भने जस्तै यहाँको चाहिँ उबर भन्छ होइन। अब यो उबरमा चाहिँ सबै खानेकुरा तरकारीहरूदेखि लिएर सबै अलिकति
सस्तोमै पाउँछ पुलिसको गाडी पो आइदियो किन तोरी कहाँ गयो I have this one I have my room already yeah what is this one oh very good yeah how much this one yeah 50 lei oh too much How much? maybe 10 lei 50 lei I don't have money brother I have just 10 lei 20 lei left. no bro sorry okay यिनीहरू पनि यहाँ दलाल हुन्छ सबैजना यसरी सामानहरू होइन नेपालमा जस्तै हो अब यहाँ बेच्न आउँछ उनीहरूको प्राइस सोध्न आउँछ टक्क लाएर है अब मैले चाहिँ किनेन किन भन्दाखेरि मसँग अलरेडी छँदैछ त्यो सामान त्यही भएर चाहिँ मैले चाहिँ किनेन है रोमानियामा पनि यस्तो मान्छेहरू हुन्छ र भने के हो र यिनीहरू तोरीहरू यहाँ जुत्ता फुकालेर बसिरहेको छ त के हो मान्छे यहाँ कुरे कहाँ गएको त अनि अब जेब्रा क्रसिङबाट हान्नुपर्छ फेरि कति लिन्छ के लिन्छ ए मैले त ब्याकै ल्याउन बिर्सेछ त यस्तो हुन्छ दिमाग पनि के गर्नु अब पैसा छ त्यहाँ फेरि तोरीहरूले लुट हान्छ कि भन्ने डर यहाँ के छ ब्यागमा निकाल्नु पर्यो आएपछि अलिअलि दिमागले पनि काम गर्न छाडिसक्यो हौ यो कितना दे पे? इसको Deliver ya. दिस इज न्यू Coco. 10,000 lei Yes. 10,000 This one. 10 you don't know 10 Don't let it. yeah this is rent Aisha. no outside Yeah. yeah Aisha. the Nepal is here this contract number is here rent me here this is Yamaha new model the scooter is good thank you यो तोरीले मेरो स्कुटरलाई नयाँ लिएर आएको कति तिर्यो भनेर सोध्छ हौ 10,000 यहाँको 10,000 ले तिरेको भनेको बेहोस भएर डन्नै डन्छ ल यो चाहिँ ठ्याक्कै यो कलमाठी बजार जस्तै छ यसो हेर्दाखेरि यहाँ लुगाहरू पनि झक्क झुन्डाएर राखेको हुन्छ यहाँ सबै सामानहरू अब महँगो त के महँगो सस्तो त के सस्तो भन्नु नेपालको प्राइस हेरेर त यहाँ धेरै महँगो छ हौ के हो यहाँ कुनै एउटा हुन्छ होलसेल भनेर कराउँथ्यो फुलहरू छ अब यहाँ चाहिँ यसरी झुन्डाएर राख्छ ठ्याक्कै यो हाम्रो यो उबर भन्ने ठाउँ हो रोमानियाको उता चाहिँ भेरान्डा मल भन्ने छ मोबाइलहरू त हेर्न आएको यहाँ कस्तो छ हामीलाई चाहिने त कस्तो टाइपको चाहिने होला है मोबाइल होल्डरै हो यो रेडियोहरू छ यहाँ रिमोट सिमोट ब्लुटुथ सबै एभाइलेबल रहेछ यहाँ ठिकै छ खोइ त यहाँको मान्छे कहाँ मर्यो ए फुलहरू त यहाँ त फुलकै दोकान हुन्छ Hello brother. You have mobile holder? The scooter is 16 lei. Too much.
I will see how. Where? Long time. How good is this? No long. Good. You don't have long? Quite long. Like this. Yeah, like this only 2 meters, 3 meters. Like this. यो हुन्छ नि त यस्तो खालको यो खोल मात्रै हो कि क्या You don't have this one? सब तालेर राखेको छ अनि ओके के भन्छ यो दा यार केही थाहा छैन दिदी पनि स्वाग रहेछ ए सुन्दर किन हो केटा हो त्यहाँ कसरी हाले त यो अनि पुरा उठ्यो भएको त अनि पहिलो पैसा माग्छ यिनीहरू यो तोरीहरू हेर्नै दिँदैन सामान फेरि कस्तो रहेछ कस्तो हुन्छ के हुन्छ थाहा नै हुँदैन फेरि पैसा हालेर टेस्ट गर्ने हो त फेरि साइकलको बाइकमा मिल्छ कि मिल्दैन त्यो ओके अब इसको दिस ठुलो हुन्छ कि क्या यो 2 piece ए तेरी कति बिजी हुन्छ हो बिजी पनि कति हुन्छ फेरि फिट भएन भने यिनीहरूले खोलेर हेर्नै दिएन खोला त यो कस्तो रहेछ हेरौँ अब यो फिट भएन भने फेरि पैसा मात्र खेर गएन अघि मान्छेलाई ट्रेनमा पनि त्यत्तिकै 80 रुपियाँ ठग्यो यहाँ ठगाइ ठग हुन्छ क्या हो यो अब किन्नै पर्ने हुन्छ फेरि नकिन्यो भने काम गर्ने पाउँदैन पहिले एउटा किनेर हेरौँ क्या फेरि पछि भएन भने तनाव हुन्छ यो आनन्दको टाइपको होइन ओके आई वान्ट 2 piece नो डिस्काउन्ट पैसै छैन त कसरी दिने त यार Buy one, get one. तिम्रो अस्ति किन पैसा दिने छैन त्यो चाहिँ ले त मलाई तेल हाल्नै पैसा रहेन यार पासपोर्टको लागि त्यतिकै ट्रेनमा चढेको 80 रुपियाँ कटायो नि यो कस्तो हुन्छ के हुन्छ है ब्ल्याकै त होला नि यो Thank you, bye. Okay. Have a good day, bro. यो तोरी किन्यो अब फेरि हुन्छ कि हुँदैन अब यसलाई लगाउन कति टाइम लाग्छ
यहाँ चाहिँ यस्तै छ बुढी माउहरू पनि यसरी हिँडिराख्नु पर्ने हुन्छ है कसैले केयर गर्दैन आफ्नै पाराले हिँड्ने हो बुढी माउहरू यहाँ के भइरहेछ मेरो बजायो कि तिम्रो अब स्कुटरमा हालेर चाहिँ फिट भएन भने फेरि यसको उसमा हाल्न आउनुपर्छ फेरि अघि नै 80 रुपियाँ चुना अहिले यो फेरि 40 रुपियाँ चुना 40 रुपियाँ भनेको नेपालको समथिङ कति पर्यो त केटा हो त्यही 12, 13, 1400, 1500 त्यस्तै समथिङ पर्छ होला सायद हिसाब त गरे छैन अब कहाँ जाने त केटा यो खोलेर हेरौँ न कस्तो छ के छ गाडी त आउँछ है के पो दाजु पैसै छैन कहाँबाट पैसा दिनु हो पैसै छैन पैसा छैन हो पैसा छैन अहिले यो हेर्न लाग्यो यहाँ मिलेको छ कि छैन अहिले पैसा छैन पछि पैसा भयो भने दिन्छ है बुझेन यसले ए मेरो डब्बा कहाँ पुऱ्यायो खोइ दिनु त त्यो डब्बा फिर्ता लानुपर्ने हुन्छ ए मुलाहरू न खराब गर्छ घर कहाँ हो घरमा गएर टाल्नु पर्छ यो यो प्लास्टिकले पनि बिग्री गर्यो हो मोबाइल हाल्नु चाहिँ हुन्छ कि मसँग पैसा धेरै छैन हेर मसँग भएको अब माया त लाग्छ है त्यही पनि मेरो यहाँ पेट्रोल हाल्ने खर्च छैन बिलले दिन्छु चित्त बुझाऊ ओके छैन पैसा छैन आफूसँगै पैसा छैन यहाँ के गर्नु अब 1-2ले भयो नि यसो दिनु पर्यो है अब पैसा आयो भने युट्युबबाट पैसा आयो भने चाहिँ म पनि चलाउन आउँछु यो घर कहाँ हो घर कता हो तिम्रो घर बस्ने कता हो पैसा छैन है 2ले भनेको नेपालको लगभग यसलाई मैले 60 रुपियाँ चाहिँ दियो अब 60 रुपियाँले यहाँ के खान मन छ खाऊ है पैसा छैन अब बुझेर पनि यस गरे हो कि नगरे हो ओके बाई यो के हो भित्र पैसा छ क्या हो टु मच मनी हियर मनी टु मच ओके बाई अब यहाँ के गर्नु नदिन नहुने छोरीले अघि नैदेखि वाच गरिरहेको थियो अब आफूसँग पनि छैन कमाउन आएको मान्छे भिखारीलाई दिएर पनि के काम अब यसो त्यस्तो देखेपछि पाँच दायाँ लगाएर आउँछ अब यहाँको मान्छे फेरि गुण गरेर गुण बुझ्ने खालको चाहिँ देख्दिनँ म कोही पनि अब सबै यहाँ आफ्नो उसमा हुन्छ सुरमा हुन्छ आफ्नै तालमा हुन्छ के हुन्छ आज काम पनि जाँदैन जस्तो लाग्यो केटा हो किनभन्दाखेरि यताउति स्कुटर ल्याउँदा टाइम त्यत्रो खायो एकाउन्ट बिहान हान्छ कि भन्ने डर लागिसक्यो एकछिन है दाजु एकछिन म यता छिर्छु तपाईँहरू पछि आउनुहोस् यसको ब्रेक पनि एकदम कम छ क्या ब्रेकै लाग्दैन क्या यो चाहिँ स्कुटर चाहिँ यामाहाको हो यो न्यू मोडलको रहेछ अस्ति भर्खर त्यो रेन्जमा चाहिँ निस्किएर रहेछ अब यो लुक्स हेर्दा चाहिँ अलिकति राम्रै छ है धेरै सानो पनि हुने कम्फर्टेबल चाहिँ खासै त्यति चाहिँ नहुने टाइपको हुँदो रहेछ के हो मलाई चाहिँ
स्कुटर पनि फेरि माथि बसेर चलाएको जस्तो फिल भइरहेछ क्या। कस्तो कस्तो हो यो। पहिलाको चाहिँ अलिक ठिकै थियो है। कुनैले चाहिँ अब लो नै प्राइसको दिन्छ क्या। हेलो ब्रदर, यहाँ चाहिँ साइकल राइडर चाहिँ धेरै छ है। अब हामी बस्ने एरिया चाहिँ यही हो। यो अफुमती हो कि के भन्छ है, अफुमती सरदुला। तोरी दाइ त अनि घरमा आइसकेछ त अनि? खोइ भिडियो कल होइन होला। तोरी दाइ किन फोन गरेर त बाहिर आउनु भनेर एकचोटि टट्ट लगाएर तोरी दाइलाई चाहिँ फोन गर्नु पर्यो हाम्रो दाइ। दाइ चाहिँ एकदम मजाको हुनुहुन्छ फेरि है, जे भन्दा नि रिसाउँदैन क्या। एकदम के गरे यो, के छोपेर राखेको छ त यहाँ तोरी दाइले। भिडियो पठाइरहेको छ, कल गरिहालौँ। दाइ एकचोटि बाहिर आउनु त तपाईँ। किन रुममा आउनु भयो तपाईँ? टोइलेट भित्र छ त तपाईँ त अलि। तपाईँ के काम नगरेर आउनु भयो? के हप्न आउनु भएको? तपाईँलाई मल भेटेन त्यतातिर? त्यत्रो मल छ त अनि घरमै आउनु पर्ने हुन्छ त हग्नलाई। सरी दाइ। ल दाइ ल। ए दाइ पुरा टोइलेटमा हगिराख्नु भएको रहेछ। के पो के होल्डर यहाँ राखेर रहेछ त अनि तोरी दाइले। हाम्रो दाइको नै यहाँ काम नभएर नयाँ होल्डर हाल्नु लाग्छ। आज काम नगर्ने हो र दाइ? नयाँ वर्ष हो। हामीलाई पनि नेपालको नयाँ वर्ष लागिरहेको छ है गाइस। टट्ट लगाएर दाइको स्कुटरको लुक चाहिँ यस्तो छ। फेरि एउटै कम्पनीको हो यो चाहिँ अलिकति अगाडिको मोडलको भयो। यसको नि लुक्स दामी नै छ, तर पुग्छ बराबरै, दुईजना एउटै हो पुग्ने चाहिँ है। मेरो भन्दा तिमीहरूको पुग्छ नि। तपाईँको कति हो रे यो? 110 मात्र हो नि। तपाईँको 110? त अघि मैले बढारेको त जम्मा 80 भन्दा पुग्दैन त दाइ? रोड पुरा खाली थियो है, खाली टाइपको। यो नयाँमा भएर होला। आज यति नै भयो। सबैजनालाई नेपालको धेरै धेरै ह्याप्पी न्यु इयर छ। सबैको राम्रो होस्। अब हाम्रो पनि अब आज नयाँ स्कुटर ल्याएर चाहिँ हामीले सब फिट गरेर चाहिँ बसिरहेछौँ। आजको दिनबाट पनि हाम्रो काम पनि एकदम राम्रो होस् हैन। सबैको राम्रो होस्, सबै मित्रहरूको। त्यही हो। अब आजलाई यति नै हो भ्लग। यो एउटा सानो फर्स्ट टाइमको अब भ्लग भयो हैन। अब नेक्स्ट भ्लग आउँदै गरौँला। लेट्स सी नेक्स्ट भ्लग। ओके बाई।